Hello guys, welcome to my vlog. Guys, आज त म बाहिर कतै जाँदैछु। बाटोमा छु, माथिबाट बाइकमा जानु भनेको पानी भएर हिलो भयो बाटो। त्यसले हिँड्दै जाँदैछु गाइज। यहाँबाट अब म आधी घन्टा 1 घन्टामा गते घर पुग्छु। छैन काम छ र गते घर हिँडेको मात्रै। यहाँ बाटोमा आइपुगे भदौरे भन्ने ठाउँमा भदौरेतिर आइपुगे गाइज। अब गते घर पुग्छु म। गाइज म चाहिँ जिरेखेत भन्ने ठाउँ आइपुगेँ। बल्ल बल्ल थाक्यो गाइज। आज हिजो दिनभरिको जोताइले लास्ट थाकेछ गाइज। अब त्यो म यहाँतिर खोला छ होइन, एउटा बौला खोला भन्ने चिनिन्छ। लास्ट ठुलो खोला हो क्या गाइज। त्यो खोलामा देखाउँछु। अहिले हामी जिरेखेत आइपुग्यौँ। यहाँ जाने आज भ्यू त फेरि खतरा छ गाइज। भ्यू त बब्बाल छ आज। यहाँ अहिले देखिएन, पानीले बिहान पुरै खोल्यो क्या, पुरै उस गरेर टक्क पारेर सफा बनाएको छ। क्लियर छ आज चाहिँ गाइज। हेर्नु न, एकदम क्लियर छ आज गाइज। आज यस्तो विधि सफा छ क्या, सर्र क्लियर देख्छ होइन। आजको मौसम चाहिँ आज चाहिँ के राम्रो छ। आज घामले दह्रो पिल्छ जस्तो आइरहेछ गाइज मलाई चाहिँ। गाइज होइन, हाम्रो त यसलाई बोलो खोलाको उसमा चिनिन्छ होइन। बल ठुलो आएको छ एकैछिनमा क्या, पानी सट्टै आउँछ सट्टै सुक्छ क्या। धेरै माथिबाट पनि आउँदैन, यी माथि छ यसो गर्दा चाहिँ होइन। अस्तिको दिनको भलले चाहिँ खतरा हान्दैछ गाइज। यहाँ यस्तो विधि भल आएको छ। यहाँ त काटेको रहेछ भलहरू गाइज। यत्तिको छ यहाँ चाहिँ। यो खोला चाहिँ यस्तै हो। अगाडिबाट अब म पारि भाषा भन्ने ठाउँ आइपुगेँ। अब एकछिनमा म पारि उस पुग्छु। त्यसो गर्दा गर्दै घर पुग्छु। पारि गते खेत पुग्छु है गाइज। यो तल्लो टोलको चाहिँ होइन, माथि त्यो सिरानको चाहिँ हाम्रो घर हो। यहाँ त बब्बाल देख्छ गाइज हाम्रो घर, हाम्रो गाउँको भ्यू। हाम्रो चाहिँ तल पुच्छरसम्म खेती लगाउँछ, योभन्दा उँधो पनि। यहाँनिर त बब्बाल भ्यू छ है गाइज। आजको पानीले सफा भइरहेछ। यहाँनिर चाहिँ एउटा घर, एउटा खोला पारी भन्छ। अनि यहाँ उता सट्टा हाम्रो गाउँ है गाइज। गाइज होइन, अहिले त यहाँ त पुरै लेखको जस्तै क्या कालो बादल आएको छ। पुरै सनन्न भए उड्ते दिन पत्र नदेख्ने गरी यहाँ फर्तिर त खोला छ गाइज। यहाँ चाहिँ आधी घन्टामा ठ्याक्कै म गते घर पुग्छु गाइज। म चाहिँ 3 पिपली भन्ने ठाउँमा आइपुगेँ गाइज। यहाँ तल त्यो जङ्गल छ, ठुल्ठुलो सल्लाह छ। यहाँनिर त मकै रोपेर चाहिँ मकै यस्तो छ गाइज। मकै नभएको खेती नि मल नभएपछि कहाँ हुन्छ गाइज। म 3 पिपली भन्ने ठाउँमा आइपुगेँ गाइज। अब यहाँबाट चाहिँ म 10-15 मिनटमै घरै पुग्छु। यहाँ तल त्यो रोड छ, रोडबाट सट्ट तेर्सो लाग्ने। अलि पछाडि खोला छ एउटा, अनि हो त्यो खोलाबाट चाहिँ जम्मा 5 मिनटमा लाग्छ। 10 मिनटमा उहीँ पुग्छु गाइज। गाइज होइन, म त यस्तो उसमा आइपुगेँ। यहाँ पानीको कुवा छ एउटा र त्यो होइन गाइज। यहाँनिर त गौँडा रहेछ कि होइन गाइज। गौँडा यहीँ छेउमा सट्ट बिस्तारै छिरेर गयो गौँडा, पानीमा रहेछ। यहाँनिर चाहिँ धान लगाएर छ गाइज। यस्तो विधि धान फल्याएछ सर गाइज। धान चाहिँ बब्बाल फलेर छ गाइज। हेर्नु न, यस्तो झुप्पा ज्याम 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 लगाएर छ। कत्रो बबाल झुप्पा रहेछ, राम्रै फलेर छ जतिर। यहाँ चाहिँ परतिर खोला ल्याएको है गाइज। यहाँ पानी चाहिँ अलि पतिर चाहिँ पल्लो छेउ खोलीसम्म छ गाइज। यहाँ पनि एउटा पानीको कुवा चाहिँ छ। आज तपाईँलाई होइन म त्यति राम्रो दृश्य त देखाउन सकिनँ गाइज, किनकि धुम्मीको कारणले गर्दा त्यति राम्रो दृश्य चाहिँ देखाउन सकिनँ, हुस्या लागेको कारणले गाइज। म चाहिँ गते खोला आइसकेँ होइन गाइज। यहाँ चाहिँ 2टा गौँडा रहेछ क्या, यस्तो दामले जुधेर बसिरहेछ गाइज। यहाँ हेर्नु न, 2टा गौँडा रहेछ, लास्ट जुधेर बसिरहेछ गाइज। हेर्न खोया दामी फाइट खेल्दो रहेछ। अन्त पहिलोचोटि देखेँ कि गाइज गौँडा जुधेको। यसलाई चाहिँ अब म मार्छु होइन गाइज, अनि तपाईँलाई म देखाउँछु है त ल। यहाँ चाहिँ 2टा सिङ्गा चाहिन्छ, अनि त्यसरी मार्ने। गौँडा जिउँदै अठाइदिएको छु है। यहाँ त 2टै छ है। यहाँ तलतिर एक रहेछ, यहाँ मास्तिर एउटा छ। आज म यत्तिकै लिएर जान्छु यसलाई। यहीँ परतिर त हो, धेरै टाढा पनि छैन हाम्रो। यदि म जिउँदै लिएर जाने विचार गरेँ गाइज, कस्तो होला होइन।
ठिकै त हुन्छ होला नि यतामा जिउँदै लिएर जान्छु है गाइज फाइनल गाइज म त गते खोला आइपुगेँ होइन यहाँनिर त पानी यत्रो भएछ अलिकति ठुलो त बढेको छ पानी यहाँ त यत्तिको छ है गाइज पानी हल्का हल्का बढेछ त्यति धेरै त बढेको छैन पानी गते खोला त आइपुगेँ गाइज यहाँ गङ्गडा देख्नुहुन्छ दुईवटा एउटा यहाँ छ दुईवटा मैले यत्तिकै जिउँदै अठेराएको छु गाइज मारेको छुइनँ यत्तिकै छ यसरी लगाएर मात्रै धम्बुवालाई दिन्छु धम्बा भनेको ठुलो बुवा होइन अब म चाहिँ घर पुग्नै आँटिसकेँ यहाँ ओठतिर छु हेलो गाइज म चाहिँ अहिले पारि गते घर पुगेर नि फर्किसकेँ पुगेँ एकछिन उसको काम गरेँ अनि फर्केँ होइन गाइज हेर्ने त्यता दृश्य बब्बाल देखिरहेछ है गाइज तल कोसीको चाहिँ दुध कोसीको है गाइज म चाहिँ 3 पिपले आइपुगेँ गाइज अब म चाहिँ घर जाँदैछु यहाँनिर आइपुगेँ म त बाबा लिन आउँदै हुनुहुन्छ परतिर यहाँबाट चाहिँ अब बाबासँग जान्छु परतिरबाट बाबा पनि हिँडिसक्नु भयो मलाई परतिर अलिकति परतिरबाट निक्लिन्छु अलिकति सर्कुट लिएर त्यहाँ बाबासँग जान्छु गाइज ल त गाइज मेरो आजको भ्लगिङ यहाँ अन्त्य भयो होइन अब अर्को भ्लगमा भेटौँला कृपया यो च्यानल नयाँ हुनुहुन्छ भने यो हाम्रो लोकल भ्लगमा हाम्रो गाउँघरको लोकल भ्लगमा सब्सक्राइबमा गरिदिनु होला अलमा गएर अल गर्नु भने चाहिँ मैले पठाएको नयाँ नयाँ भ्लगहरू हेर्न पाउनुहुनेछ लास्ट थाकिएछ गाइज ल त गाइज सियु टाटा बाई बाई अर्को भ्लगमा भेटौँला